हेलो साथीहरु, नमस्ते, छेजालो। हजुरहरुलाई चाहिँ स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज धेरै समयपछि 2 महिनापछि नै म शॉर्ट भिडियो लिएर आएको छु। र म चाहिँ के रे आज जंगलबाट भिडियो स्टार्ट गर्दै छु। अनि दिदीहरु चाहिँ जेठान दिदीहरु चाहिँ उदो घाँस काट्न जानु भएको छ। म चाहिँ एक्लै यहाँ माथि उनी काट्दै छु। अनि एक्लै डर पनि लाग्छ हैन, तर तलतिर दिदीहरु भएकोले अलिक डर लाग्दैन। एक्लै आएको भए चाहिँ म आउँदिन थिएँ। अब बुढा चाहिँ अस्ति नै गइसक्नु भयो, पल्टन फर्किसक्नु भयो। अनि अब बुढा नभएपछि त साथी हुँदैन, एक्लै हिँड्नुपर्ने हुन्छ। तर एक्लै चाहिँ मलाई डर लाग्छ। अनि त्यही भएर म जेठानी दिदीहरु पल्लरको जेठानी दिदीहरु घाँस काट्न जानु भएको छ। त्यही भएर चाहिँ म पनि यसो उनी सोतर काटिदिउँ भनेर चाहिँ लिनु आएको। अनि आज चाहिँ धेरै भयो नि त मैले भ्लगहरु नबनाएको। तपाईहरुले नबिर्सिनु होला, मलाई माया गर्दिनु होला, मेरो च्यानललाई सब्स्क्राइब पनि गर्दिनु होला। र म मेरो च्यानल सब्स्क्राइब हुँदै गयो भने चाहिँ म भिडियोहरु पनि बनाउँदै गर्छु। अनि भिडियो बनाउनलाई चाहिँ पाइँदैन के, नानीहरु छ नि त, दुईवटा नानी सानो छ। त्यही भएर भिडियो भनेर बनाउन पाइँदैन। तर मेरो च्यानल चाहिँ सब्स्क्राइब हुँदै बढ्दै गयो भने चाहिँ म जसरी भए पनि भ्याइ नभ्याइ भिडियो बनाउने छु साथीहरु। अब म के गर्छु हजुरलाई देखाउँछु ल। म कसरी उनी काट्छु, लेट्स सी। हेर्दै गर्नुस् है त साथीहरु। उनी सत्ता चाहिँ यताउताबाट उनी चाहिँ मैले यताउताबाट भेला पारेँ। अनि अब म चाहिँ भारी हाल्दैछु ल साथीहरु। के गर्नु साथी, गाह्रो छ, गाउने गरी खानु गाह्रो छ। भन्नु त हजुर छ नि, गर्नु चाहिँ गाह्रो छ है साथी, गाह्रो, एकदम गाह्रो छ, बिल्कुल गाह्रो छ। अब टक्क लाएर यस्तो पारेर लगाउनु हो भारी चाहिँ। जिन्दगीमा पहिलोचोटि 1970 बोक्दैछ। यस्तो चाहिँ बोकिने थियो माइतमा हुँदाखेरि चाहिँ हामी डोकोमा भारी हालेर बोक्थ्यौँ। तर अहिले चाहिँ हामी डोरीमा बोक्नु पर्दछ यतिर। अब डोरीमा बोक्दैछु ल म चाहिँ टक्क लाएर। भारी पुगेन दाजु, जाउँ है, म त हिँडेँ है। यसरी बोलाउनु पर्छ कि यतातिर चाहिँ नि साथीहरु, यसरी बोलाउनु पर्छ। हाम्रो चाहिँ के गरेर क्या गरेर हुन्छ अलिक ठुलो, तर समस्या दिन्छ नि त। त्यही भएर म चाहिँ बोलाउँदैछु साथीहरुलाई।
गरौँ चाहिँ छैन तर यहाँभन्दा लगिन भयो यति भए मलाई खुसी हुन्छ यतातिर भएको अलिअलि काट्छु अनि भारी हाल्छु ल अझै अब अलिक हलौँ होला जस्तो भयो मलाई के यत्रो टाढा आउँछ अनि एक दिन माया आउँछ साथीहरू अनि एक भार त लानै पर्यो यस्तै अर्ग्यानिक भिडियोहरू ल्याउँदैछु म तपाईँहरूले सब्सक्राइब चाहिँ गरिदिनु होला ल भन्दै अब फेरि अलिकति एक मिनट त हेर्नु पर्यो साथीहरू आएको छैन साथीहरू आइपुगेको छैन साथीहरू आइपुगेको अब टेन्सन हुन्छ साथीहरू ल्याए अब चाहिँ नकाट्नु साथीहरू मैले चाहिँ एक अङ्ला खोजेर लिएर पनि मैले भारी पेराउने भारी हालिसकेँ होइन अब चाहिँ म रेस्ट गर्ने एकछिन त्यसपछि जाने दिदीहरूलाई माथि पानी खाने ठाउँ पर्खिन्छु अनि त्यसपछि सँगै जाने हो अहिले चाहिँ भने म एक्लै हिँड्दै गर्ने उहाँहरूको भारी हाल्दै हुनुहुन्छ भारी हाल्ने बेलासम्म चाहिँ म चाहिँ अलि मासतिर पुग्छु अलि उहाँहरूभन्दा अलिक हुन्छ नि अलिक हिँड्न नि सकिँदैन त्यही भएर अगाडि हिँड्दै गर्ने हो खान्छ बसी भन्नु न खसी खसी मासु परपरै भुटेर त्यस्तो हुन्छ अनि पाल्नुलाई यस्तो हुन्छ यी दुःख एकछिन अब माथि डुलबारी पिराएर ठ्याक्कै निकाल्नु डुलबारी पुगेर माथि ओह्राल ढुङ्गा निस्केर उता जानु नि ओह्राल ढुङ्गा त यो पनि होइन रानी यो होइन ओह्राल ढुङ्गा त हामी त बिसाउने ढुङ्गा भन्छौँ त्यहाँ त छिटो गर्दा नि म के अरे झोलाको चाहिँ यति हरे बदल पनि निस्किरहेको थियो नि त अनि बाइक धुँदै म त भेट्न पानी खानु बिसायो टोलीहरूले मिठो रहेछ पानी भोक लागेको मेट्यो होला यता फेरि अर्कै टोली हाम्रो पानी अब टक्कसँगले गरममा ल्याउनु पानी खाऊँ अब हाम्रो केटाकेटी कहाँ गयो होला नि 2:30 बजी मात्रै आउँछु भन्छ फेरि अर्को बिसाउनीमा आयो हाम्रो साथीहरू टोलीहरूको हालत छ दाजु हजुर भारी हलुङ्गै छ नि कुद्नु न यसो साथीहरू हामी चाहिँ घर आइसक्यौँ अनि भारी बिसाएर पनि खाजा खाएर बसिरहेको आजको भिडियो चाहिँ यति नै भन्दै बाई बाई नाकमै देखाउँछ बाई बाई forget like share and subscribe bye bye